हामी गरिब भयौँ, हामी दलित भयौँ, हामीले बोल्नु पाउँदैनथ्यौँ, हामीले बोल्नु पायौँ, हामीले आफ्नो हक र अधिकार चाहिँ प्राप्त गरेको दिन आजको दिनलाई चाहिँ हामीले एकदम उत्सव उमङ्गको साथमा चाहिँ हामीले खुसियाली मनाउने दिन भएको कारणले चाहिँ आज हामीले यसरी बोल्नु पाउने दिनहरू चाहिँ हामीले खुल्ला रूपले चाहिँ हामीले राम्रै उनीहरूको राम्रै देशको मान्छेहरूले चाहिँ हाम्रो देश चाहिँ हासिल गर्नुपर्छ, हाम्रो अधिकार पाएको दिनलाई चाहिँ हामीले भुल्नु हुँदैन। त्यो भएको कारणले आज हामीले चाहिँ हाम्रो हक र अधिकारको दिन चाहिँ हामीले प्राप्त गरेको दिनलाई चाहिँ हामीले खुसीको साथ मनाउनुपर्छ र हामीलाई हाम्रो आँखा खुलाइदिनु हुने यो पुरुष समूह डक्टरको सम्झना साथै हामीलाई शान्तिको बाटो हुनुपर्छ। हामी भनेको चाहिँ बुद्धको सन्तान हो, हामीलाई चाहिँ बुद्धहरूले चाहिँ बाटो देखाइदिनु भएको सिधाहरूलाई पनि खाना हालेर सम्मान गरिदिनु र म विनम्र गर्दछु। हामीले हाम्रो 5 वटा